लासो फ्याफुलजी टेस्टले म खिमत दावत तामाङ चितवन कालिका नगरपालिका 7 बाट मेरो पुर्खौली सिन्धुपाल्चोक हाल अहिले म मलेसिया भ्रमणमा छु र सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यो भिडियो चाहिँ बनाउनु त मन थिएन तर पनि बनाइदिइहालौँ भन्ने एउटा सानो विषयवस्तु लिएर चाहिँ म प्रस्तुत भएको छु। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर चाहिँ सब्स्क्राइब गर्न सक्नुहुन्छ र यो भिडियो पनि मन पराइदिनु भयो भने लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। अलिकति तपाईको विवेक चाहिँ प्रयोग गरेर यो भिडियो एकछिन सुनिदिनु होला। मैले अलिक घुमाएर भन्छु यो कुरालाई चाहिँ। ज्ञानेन्द्र साईले चाहिँ हिजोको दिनमा चाहिँ गुम्बाको बारे कि टिप्पणीहरू गर्नुभएको रहेछ। त्यसमा चाहिँ त्यो प्रहार चाहिँ मेरो घरमा भएको जस्तो मलाई अलि फिल भयो। तर यो कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि हिजोको दिनमा जति पनि हाम्रो तामाङ समुदायहरूले विभिन्न लोसर बुद्ध जयन्ती वा कुनै अन्य कार्यक्रममा चाहिँ जति पनि तपाईहरूले प्रमुख अतिथिहरू बोलाउनु भएको छ नि हो, अब तपाईहरूलाई कस्तो लाग्यो त? प्रमुख अतिथि त्यत्रो तामाङ समाज 2000-3000 तामाङ भेला हुन्छ। प्रमुख अतिथि चाहिँ तपाईँले को बोलाउनुहुन्छ? अब तपाईँले थाहा पाउनुभयो होला नि गुम्बामा बोलाउनुको कारण चाहिँ ज्ञानेन्द्र शाहले के भन्नुभयो। अब गुम्बामा के राखेको रहेछ भनेर थाहा पाएँ नि। मैले हिजोको दिनमा कति पटक भनेछु कि हाम्रो तामाङ समुदायको कार्यक्रममा चाहिँ प्रमुख अतिथि चाहिँ हाम्रै समुदायको ठुलाबडाहरू चाहिँ बोलाउनु पर्छ भनेर मैले बारम्बार भनेछु। तपाईले यो कुरा नमानेको अहिले भोग्नु परेको छ। अहिले तपाईहरूले गुम्बामा बन्दुक लुकाएर राखेछ भन्ने कुरा चाहिँ ज्ञानेन्द्र शाहले चाहिँ पब्लिक गर्नुभएको छ। तपाईहरूले अबको दिनदेखि चाहिँ तामाङ समुदायको जति पनि कार्यक्रममा चाहिँ प्रमुख अतिथि चाहिँ कसलाई बोलाउनु पर्छ तपाईहरु जानुस्। यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला। लासो फ्याफुलजी टेस्टले।